आज चाहिँ हामी हर्नर्स रुल पढ्दैछौँ। हर्नर्स रुलको चाहिँ फर्मुला चाहिँ यसरी छ। यो चाहिँ हामीलाई कुनै पनि पोलिनोमियल फङ्सनहरू दिएको बेला, जस्तै x को पावर 4 प्लस 2x क्युब प्लस 1 दिएको छ भने यस्तो कन्डिसनमा चाहिँ हामीले हर्नर्स रुल्स कसरी युज गर्ने त्यो चाहिँ हेर्दैछौँ है। अनि हाम्रो हायर टर्म कुन छ हेर्नुपर्छ है। x को पावर 4 छ अनि यसको कोफिसिएन्ट चाहिँ 1 छ। अहिले यो 1 x को पावर 4 1 छ भनेपछि हामीले यसलाई a4 लेख्न सक्छौँ। a4 इक्वल टु 1 लेख्न सक्छौँ। अनि x3 भनेको a3 इक्वल टु हामीले 2 लेख्न सक्छौँ। अनि हाम्रो x स्क्वायर पनि छैन अनि x पनि छैन भनेपछि हामीले a2 को ठाउँमा पनि 0 र a1 को ठाउँमा पनि 0 लेख्न सक्छौँ। अनि a0 भनेको चाहिँ हाम्रो 1 हुन्छ। त्यसरी नै अब हामीले a4 इक्वल टु हामीले p4 लेख्न सक्छौँ। यहाँ फर्मुलामा भनेको छ जुन हायर टर्म छ त्यो हायर टर्मको चाहिँ हामीले त्यो टर्मसँग हाम्रो pn चाहिँ इक्वल हुन्छ भनेर हाम्रो चाहिँ फर्मुलाले भनेको छ। अनि फेरि यो चाहिँ हाम्रो pn छ, त्योभन्दा एक स्टेप गर्दाखेरि जुन हाम्रो हायर टर्म छ त्यसको भ्याल्यु राख्ने। अनि हामीलाई कुन पोजिसन कुन एक्समा कति हुँदाखेरिको निकाल्ने भनेको छ, त्यो एक्सको मानम अहिले 4 भनेको छ भनेपछि यहाँ हामीले एक्सको ठाउँमा 4 राख्नुपर्छ प्लस an-1। an-1 भनेको चाहिँ हामीले अहिले 4 छ भनेपछि त an-1 भनेको त हाम्रो 2 हो नि त, त्यही भएर हामीले त्यहाँ 2 लेख्नुपर्छ। अहिले चाहिँ एउटा न्युमेरिकल गरेर देखाउँछु है। यो चाहिँ हाम्रो हर्नर्स रुलको एउटा क्वेसन रहेको छ। x क्युब माइनस 4x स्क्वायर प्लस x प्लस 6। अब यसमा चाहिँ हजुरले सबैभन्दा हायर टर्म हेर्दाखेरि चाहिँ हाम्रो के छ, a3 x को पावर 3 छ, त्यही भएर हाम्रो त्यसको कोफिसिएन्ट चाहिँ 1 छ। अनि a2 को मा हेर्न सक्नुहुन्छ हजुरले -4 छ। अनि a1 भनेको चाहिँ x को कोफिसिएन्ट 1 छ, त्यही भएर 1। अनि कन्स्टेन्ट टर्म a0 को भ्यालु चाहिँ 6 छ, त्यही भएर 6। यसको फर्मुला हामीलाई थाहा छ, pn इक्वल टु an हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। त्यही भएर अहिलेको लागि हायर टर्म भनेको a3 हो, त्यही भएर p3 इक्वल टु a3 इक्वल टु 1। यो भनेको 1 छ, आइसक्यो हाम्रो। अब हर्नर्स रुल एट x इक्वल टु 2 भनेर हामीलाई क्वेसनमा सोधेको छ, त्यही भएर x इक्वल टु 2 हुँदाखेरि चाहिँ p2 निकाल्दाखेरि p3 त हाम्रो आइसक्यो अलरेडी 1 भनेर। अब p2 भनेको p3x प्लस a2 हो। p3 को भ्यालु कति छ, 1 इन्टु हामीले x को भ्यालु कति दिएको छ, 2 प्लस a2 को भ्यालु -4 छ, -4। अनि हामीले यसलाई निकाल्दाखेरि -2 आउँछ। हजुरहरूले क्यालकुलेटरमा हानेर गर्न पनि सक्नुहुन्छ, नत्र यो त इजी नै छ, हातले गर्दा नि हुन्छ। अब चाहिँ p2 भनेको चाहिँ हाम्रो यो राखिसक्यौँ। त्यसरी नै p1 निकाल्ने, p0 जुन निकाल्छौँ त्यो चाहिँ हाम्रो f2 हो। यो चाहिँ हाम्रो एउटा मेथड भयो। म चाहिँ अर्को मेथड पनि गरेर देखाउँछु, एकैछिन वेट गर्नुहोस्। यो चाहिँ हाम्रो अर्को मेथड रहेको छ। यसमा चाहिँ हामीले x3 लाई राख्यौँ, x2 राख्यौँ, x1 x0। हायर टर्मदेखि हामीले सबै x को भ्यालु राख्नुपर्छ। यहाँ राखिसकेपछि x को कोफिसिएन्ट 1 छ, त्यही भएर मैले 1 राखेँ। x स्क्वायर को कोफिसिएन्ट -4 छ, -4 राखेँ। x को कोफिसिएन्ट 1 छ, मैले 1 राखेँ। x0 को कोफिसिएन्ट 6 छ, त्यही भएर मैले यहाँ 6 पनि राखेँ। अब 2 हामीले चाहिँ x इक्वल टु 2 मा फाइन्ड गर्नुपर्ने छ, त्यही भएर चाहिँ हामीले यहाँ 2 लेख्यौँ। अनि यो 1 लाई चाहिँ हामीले एज इट इज तल लेख्नुपर्छ फर्स्टमा 1। अब हामीले 2 इन्टु 1 यसलाई मल्टिप्लाई गर्दाखेरि जति आउँछ त्यो यहाँ लेख्नुपर्छ। 2 इन्टु 1 2 हुन्छ, त्यही भएर 2 लेख्यौँ। माथिको -4 प्लस 2 गर्नुपर्छ, यहाँ चाहिँ -2 हुन्छ। अब 2 इन्टु -2 गर्दाखेरि -4 हुन्छ। यो -4 यो 1 प्लस गर्दाखेरि -3 हुन्छ। 2 इन्टु 3 गर्दा -6 हुन्छ। 6 प्लस -6 गर्दा 0 हुन्छ। यसको एन्सर 0 आउँछ। यो दुईटै मेथड गर्दाखेरि हाम्रो एन्सर 0 आयो। अब हामीले यसरी नै क्यालकुलेटरमा राखेर चेक पनि गर्न सक्छौँ। हामीले होममा जाने, इक्वेसनमा जाने, पोलिनोमियल इक्वेसनमा जाने, हाम्रो
क्युबसम्म छ, त्यही भएर 1 - 4 1 6 सरी त्यसरी होइन, हामीले एक्स राख्ने, एक्स को पावर 3 - 4x + x + 6 हामीले यो राखिसकेपछि x²। अब हामीले भेरिएबलमा जाने, यसमा हामीले x को भ्यालुलाई हामीले 2 राख्ने, 2 पुट गरेपछि अब हामीले इक्वल टु गर्दाखेरि हाम्रो एन्सर 0 आइरहेछ। यसरी नै हामीले हाम्रो हर्न्स रुल गर्न सक्छौँ। थ्याङ्क यू।